जमुना किचनमा सम्पूर्णलाई स्वागत छ। हेरेर पत्ता लगाइसक्नुभयो के पाकिरहेछ। आज चाहिँ म पकाउन जाँदैछु दसैँ खसीको स्पेसल दसैँको लागि खसीको पक्कु चाहिँ हामीले अरूको नि बनाउन सक्छौँ, तर दसैँमा स्पेसल भनेर खसीको नि खाइन्छ, कुखुराको नि खाइन्छ, अरूहरूको नि खानुहुन्छ। म चाहिँ आज खसीको पक्कु बनाउन जाँदैछु। हेर्न सक्नुहुन्छ मैले दही बखाली राखेको मासुमा बेसार राखेकी छु। आवश्यकता अनुसार यो चाहिँ धनिया जिराको धुलो हो। नुन आवश्यकता अनुसार नुन, चाहिँ अलिकता मिट मसला, यो लसुन खुर्सानी अदुवाको पेस्ट मैले सबै एकै ठाउँमा मिक्स गरेकी छु, ग्राइन्ड गरेकी छु। यो चाहिँ शुद्ध तोरीको तेलमा चाहिँ एकदम मिठो हुन्छ। हजुरहरू अरू तेल पनि एड गर्न सक्नुहुन्छ, तर तोरीको तेलमा जस्तो अरूकोमा हुन्छ जस्तो लाग्दैन। मिठो त मिठो हुन्छ, तर तोरीको तेल त अब आफैमा राम्रो हो नि त। यो चाहिँ मैले 2-3वटा ल्वाङ सुकमेल लिएकी छु। अब यसलाई चाहिँ हामीले मजाले मासुको भित्र नुन जाने गरी चाहिँ मिक्स गर्नुपर्छ सबै। हेर्न सक्नुहुन्छ मैले चाहिँ मोलिरहेकी छु। हामी चाहिँ एकछिनसम्म यसलाई मोलेर चाहिँ फ्रिजमा म्याग्नेटको लागि राख्छौँ। त्यसको लागि चाहिँ लगभग 3 घन्टाभन्दा माथि नै भए पनि राम्रोसँग हुन्छ, तर एकदम राम्रोसँग मोल्नुपर्छ, नत्र भने भित्र नुन पस्दैन। यसरी मजाले मोलेर अब केहीले छुपेर चाहिँ हामीले यसलाई फ्रिजमा राख्छौँ म्याग्नेट गर्नको लागि। म चाहिँ फ्रिजमा राखेकी छु। अब मैले चाहिँ यसलाई 4देखि 5 घन्टासम्म राखेकी थिएँ। अब चाहिँ पकाउने बेला भइसकेको छ। हेर्नुहुन्छ मैले चाहिँ यहाँ भड्डु बसालेकी छु। यो चाहिँ तोरीको तेल हो। यो चाहिँ खाल्टो भएर तेल चाहिँ अलिक कम नै देखेछ, तर तेल चाहिँ यहाँ चाहिँ आवश्यक हुन्छ धेरै। यो चाहिँ खडा मसला है, ल्वाङ सुकमेल हैन, अनि ठुलो सुकमेल, सानो सुकमेल अनि अरू सबै मिक्स छ। यहाँ चाहिँ फ्रिजमा राखेको हेर्नु कस्तो राम्रो तरिकाले कलर आएको छ मासुमा। यो चाहिँ मरिच हो। यहाँ तेल पनि मजाले तातिसक्यो। यहाँ चाहिँ मैले मरिच पहिले राखेको थिएन, अहिले बल्ल मरिच राखेर फेरि मिक्स गर्दैछु। हजुरले पहिले राख्न नि सक्नुहुन्छ, पछि राख्न नि मिल्छ। मरिचले मासुलाई टेस्टी बनाउँछ। मजाले म्याग्नेट भइसकेको छ। यहाँ तेल पनि तातिसक्यो। अब मैले सबै त्यसमै राखिदिन्छु। पक्कुको लागि अरू भाँडाभन्दा कचौनी चाहिँ एकदम बेस्ट हुन्छ। हामीले कराईमा डेक्चीमा सम्पूर्ण बनाउन सक्छौँ, तर यो चाहिँ एकदम बेस्ट हो कि कसौडी चाहिँ। अब यसलाई मजाले चलाइ पकाउनु पर्छ। यसमा अब केही पनि आवश्यक पर्दैन, किनभने हामीले सम्पूर्ण पहिले नै राखिसकेका छौँ। यसलाई चाहिँ अब यसबाट पानी छुट्छ मजाले। यसलाई ढाक्दै पकाउँदै यसलाई अब मासु हेरेर, कुनै अब मासु राम्रो भर्खरको खसीको छ भने त अलि थोरै समय लाग्छ, नत्र भने अझै बोकाको पऱ्यो भने त एकदम धेरै समय लाग्छ। मैले आगो एकदम सानो मिडियम गरेकी छु। यसलाई चलाइरहनु पर्छ। हेर्न सक्नुहुन्छ तलतिर पानी छोडिसकेको छ मासुले, नत्र भने तलतिर सबै बस्तो जम्छ मसला जति, अनि डढेपछि तितो हुन्छ, राम्रोसँग भुटिँदैन। त्यही भएर 1-2 मिनट छोप्दै निकाल्दै चलाउँदै गर्नुपर्छ। यसलाई चाहिँ टाइम चाहिँ एकदम 2 घन्टा त लाग्छ मिनिमममा। 2 घन्टा चाहिँ मजाले लाग्छ यो पाक्नको लागि।
हेर्न सक्नुहुन्छ मैले कतिचोटि गर्दा गर्दा चाहिँ मासु चाहिँ लगभग रेडी भइसकेको छ। हेर्नु मजाले मासु रातो भइसकेको छ। अझै पनि यो पाकेको छैन, अझै पनि यसले पकाउनु पर्छ। मासु त रातो भइसक्यो तर पनि यो पाकेको छैन। अझै यसलाई छोप्दै चलाउँदै छोप्दै अब झन् चलाएको चलाइ गर्नुपर्छ, किनभने त्यसमा रहेको पानीहरू सबै सुकेको छ। यो चाहिँ फेरि चलाउन छोड्ने बित्तिकै तल मसलाहरू डढेर कालो हुन्छ। यसलाई कालो हुन दिनु हुँदैन। अब चाहिँ उतिखेरै निकाल्नुपर्छ, उतिखेरै छोप्दै पकाउँदै छोप्दै हेर्नु मजाले त्यसबाट तेलहरू मजाले निस्किरहेको छ। छोप्दै पकाउँदै चलाएको चलाइ गर्नुपर्छ। अब यो लास्टतिर चाहिँ अझै धेरै फेरि नत्र तल डढिहाल्छ। यो चाहिँ मजाले डढेको छैन, तल हेर्नु सक्छ त्यस्तो लागेको पनि छैन, मजाले चल्लेको छ राम्रोसँग। चलाएको चलाइ गर्नुपर्छ। यसरी पकाएको पक्को चाहिँ धेरै दिनसम्म पनि बिग्रिँदैन, किनभने हामीले यसमा पानी एड गरेकै छैनौँ, प्याजहरू पनि गरेको छैन। कतिजनाले प्याज पनि राख्नुहुन्छ, तर हामी यसरी पनि मजाले पकाउन सक्छौँ। हेर्नु मजाले यस्तो रातोसँग भएको छ नि, एकदम के खान मन नलाग्ने मान्छेले पनि खाउँ लाग्ने तरिकाले भएको छ कि। डढेको नि छैन तल मसलाहरू, एकदम माथि नै छ सबै। यसरी बनाएको पक्को खानासँग भुजासँग जेसँग पनि खान मिठो हुन्छ। मजाले पाकिरहेको छ। हेर्नु यस्तो भइसक्यो। अब चाहिँ पाकिसक्यो है, अब चाहिँ यो पाकिसकेको छ लगभग। अब चाहिँ हामी चाहिँ यसलाई निकाल्छौँ। हेर्नु मैले चाहिँ एउटा सानोमा राखी खनाकी छु। लगभग 1.5 किलो भन्दा नि माथि नै थियो होला मासु। कति थोरै भएको थियो कि सबै मजाले बुटी पकाएको त। हेर्नु हाम्रो पक्कु रेडी भइसक्यो। सबैजनाले यस्तै गरी बनाएर खानु होला। हेर्दै खाउँ लागिरहेको छ नखाने मान्छेलाई पनि। ल सबैजनाले यस्तै गरी बनाएर खानु होला। मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला, भिडियोलाई सेयर गरिदिनु होला, सबैले माया गरिदिनु होला। हेर्न सक्नुहुन्छ कस्तो राम्रो अनि खाँदा पनि एकदमै टेस्टी भएको थियो। ओके बाई।